सो हाई वी आर पिक्स ब्रोज। तपाईँहरूले हामीले 30 डेज च्यालेन्जको सुरुमा भनेको जसरी आज हामी गर्न जाँदैछौँ डोनेसन हामी कहाँ गर्न जाँदैछौँ? चप्पलीतिर होला, खै मलाई राम्रोसँग थाहा भएन लोकेसन, तर आज हामी गर्नेवाला छौँ डोनेसन। ओके, डोनेसन चाहिँ हामी वृद्ध आश्रममा गर्न जाँदैछौँ। लेट्स सी अब के हुन्छ है त। सो 30 डेज च्यालेन्जको जर्नी एकदमै सजिलो त थिएन, फेरिबाट है एक्सन। सो 30 डेज च्यालेन्जको जर्नी एकदमै सजिलो त थिएन, तर पनि हामीले हजुरहरूको माया साथ र सपोर्टको कारणले कम्प्लिट गर्न सक्यौँ। हाम्रो 15 डेजसम्म एकदमै गाह्रो भयो भने 15 डेजदेखि चाहिँ हामीलाई हल्का आइडिया भयो, जसको कारणले हामीले 1 महिनामा 1 लाख कमाउन सफल भयो। त्यसैले हामी जाँदैछौँ डोनेसन गर्न। हेलो गाइस, इन्ट्रोड्युस योरसेल्फ ब्रो। नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ सुशील तामाङ। विगत 30 दिनदेखि यस च्यानलमा आबद्ध भइरहेको र लगातार भिडियो हालिरहेको छु। हाम्रो चाहिँ इपिक फ्यामिलीमा अर्को एउटा मेम्बर छ। हेलो ब्रो, इन्ट्रोड्युस योरसेल्फ। भन्न My name is Sudan. ओए भने हो भनेर सो यसको नाम चाहिँ सायल भएन, एकदम लजालु छ क्या, एकदम लजाउँछ यो। कुकुर देख्ने बित्तिकै नि 10 मिटर परबाट भाग्छ क्या। अब चाहिँ इन्ट्रोड्युस गर न, कटा हान्छु क्या। ल अलिक घाम आयो क्या। यसलाई चाहिँ पाइस केटाहरू एक्साइटेड छ? हात उठाइदिनु, हात। नमस्कार। सन्चै हुनुहुन्छ? खाना बनाउनु लानुभत्र ए हुन्छ हुन्छ, भित्र हुन्छ कुरा। सन्चै हुनुहुन्छ? खाना खानु भइरहेको छु, एकछिन बस्नु न। कतिजना हुनुहुन्छ हजुरहरू? कतिजना हुनुहुन्छ? कतिजना हुनुहुन्छ? Sometimes having someone to listen can mean so much. A small conversation with a smile can mean so much. त्यहाँ हामीलाई हजुरआमाहरूले धेरै माया र आत्मीयता दिनुभयो। Now it's our turn to give something. हजुर पढ्ने विद्यार्थी हामी चाहिँ यसो खानेकुराहरू केही अलिअलि ल्याइदिनुहुन्छ? त्यही अब अलिअलि सके जति हुन्छ। सो अहिले चाहिँ हामी तपस्थली वृद्ध आश्रममा आएका छौँ। हामी आएर थोरै आमाहरूसँग भेटघाट गरेर गफ गऱ्यौँ र अब चाहिँ केही सकेको जति सहयोग गर्नेवाला छ है त। हेर्दै गर्नु होला। हामीले चाहिँ सामान लिइसकेका छौँ। यहाँ छ थोरै सामान, यहाँ छ छुट्टी र त्यहाँ छ अर्को सामान है। Out in the garden where we planted the seeds, there is a tree as old as me. Branches were sown by the color of green. Ground had a rose and आमा, तपाईँको नाम के हो? मेरो लक्ष्मी अधिकारी। लक्ष्मी अधिकारी। हजुर यहाँ बसेको कति भयो? फाउलले 6 पुगेर 7 लाग्यो, 7 पुगेर महिना 6 पुगेर 7 लाग्यो होला। नबोलिकन बस्न सकिँदैन अनि बोल्नु त परिगयो नि। झगडा
चाहिँ के हुन्छ होला भनेर भइहाल्छ नि आगो त बाँड्दाखेरि बोल्दैन यो अर्को यसो नहाने त नठोसे त आगो बोल्दैन तपाईँहरू साथी कहिले काहीँ डिस्कसन चाहिँ हुन्न हो यहाँ पनि त्यस्तै त्यस्तै हो हो क्या साथी साथी कुरा मिलेन भनेर रिसाउँछ नि रिसाउने नबोल्ने हुन्छ नि अनि खुसी टेसी बोल्छ नि रिस मरेसी बोल्छ नि यहाँ पनि त्यस्तै हो खाना खाएर आगो भएको घट्छ यो दुल घाट सुँगु सुँगु गर्छ हामी भर्खरै आइसकेको दुर्खेर चक्को अब 11 हजुर अनि किन यस्तो दुःख गरेर दुःख त अहिले यस्तो हो क्या हामीले एससी सिद्धेर अलिअलि भिडियो बनाउनु थालेँ अनि भिडियोमा चाहिँ हामीले के भनेको थियो भन्दाखेरि 1 महिनामा चाहिँ अलिअलि बिजनेस गर्ने अनि बिजनेस गरेर थोरै हेल्प गर्ने भनेको थियो अनि त्यही 1 महिना भयो 10 सिद्धेको अनि जागिर के खाएको छ त जागिर त अब के खान्छ खानुपर्छ 2 वर्षपछि लौरी बन्ने अब लौरी विदेशमा लौरी बनाएर आउने श्यामल तामाङ मलाई तामाङ हो क्या हजुर तपाईँ तामाङ हो क्या हो हामी सब तामाङ हो हामी सब तामाङ हो हामी पनि तामाङै हो तामाङ कुन तामाङ हो तपाईँ मोक्तर लामा मुक्तान त्यो नि मुक्तानी हो अनि राम्रो राम्रो हेर्ने म पनि हेर्छ नि काली महिना काली चिनी खाल्दा नागारे नि मङ्गेरी घाँदिङ दावा 5 वर्ष दाबा 5 वर्ष राङ्छ काली वर्ष ए गाडी न गाडी आफा आउने नाले त त्यो हामीलाई नि गाडी खा रे हामीले बोले बाबु अनि अलिअलि सानो खोज्न आएको थियो तपाईँ चाहिँ कति वर्ष पुग्नु भयो तपाईँ 90 वर्ष पुग्नु 90 कति भनेपछि त कति सालको भयो 10 1 सालको है हाम्रो हजुरआमा नि 1 सालकै हुनुहुन्थ्यो तपाईँ नि 1 सालकै होइन म यो उहाँ तपाईँ भेला ध्यान नि त बे आफ्निमा प्रातुको कुरा भर्खर 16 वर्ष भक्तियो आमालाई ग्याला यो बाबा मलाई ठिकाना दिने आफ्नो पुत्र आफै चाहिँ यतातिरै लेख्दा ह्यान्ड राइटिङ राम्रो लेख्नु के हो भने अब धेरै त गर्न सकिएन अब यसो बजार सुरुमा तपाईँको नाम भनिदिनु न मेरो नाम भवानी खनाल भवानी खनाल तपाईँले यही आश्रममा सबै तपाईँले नै हिँड्यो
आमाहरूलाई खाना बनाउँछु। हुन्छ खाना बनाउने अनि अरू कोही हुनुहुन्छ र नि सब हेर्ने हुनुहुन्छ म्याम हुनुहुन्छ ए आउँदैन अहिले उहाँको काम पऱ्यो भने मात्र आउनुहुन्छ। ए अनि अरू बेला आमाहरू आफै सुत्नुहुन्छ त्यो आफ्नो काम आफै गर्नुहुन्छ आमाहरूले, सक्ने आमाहरूले नसक्नेले गरिदिनुपर्छ। ए नसक्नेलाई तपाईँले गरिदिने होइन दियोस्, जसले मिल्छ त्यसले, जो सक्छ त्यसले, जसले भ्याउँछ त्यसले ए आमाहरू चाहिँ जोस् एकअर्कालाई सहयोग सहयोग गर्नुहुन्छ। ए यसले गर्नुपर्छ भने जसले सक्छ जसले भ्याउँछ त्यसले, त्यही मान्छेले। हाम्रो कतिजना हुनुहुन्छ? आमाहरू 11 जना 11 जना अनि बाजेहरू चाहिँ हुनुहुन्न? हुनुहुन्न, बुवाहरू हुनुहुन्न। ए बुवाहरू चाहिँ हुनुहुन्न है। तपाईँ कति सबैजनाले हात हल्लाउनु हाई गर्नु त हाई गर्नु त ल ल बाई 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 ल के लाग्यो आमाहरू है हामी अर्को पालि आउन नि है यसो गफ गर्न रमाइलो हो केही नगर्नुभन्दा गर्नु नै सबैभन्दा ठुलो कुरा हो भन्ने आशयका साथ हामीले हाम्रो बेस्ट दियौँ। तपाईँहरूको एक्सपेक्टेसन मिट गर्न सकेन होला, तर हामीलाई यत्तिकै माया दिइरहनुहोस्, हामीले हाम्रो बेस्ट दिनेवाला छौँ। धन्यवाद धन्यवाद आन्टी धन्यवाद बाई। ल यहाँ बसेर भन्दै त अब हामी चाहिँ सुजन भन्दा सो हामी चाहिँ भित्र गएर निस्किसकेका छौँ। एकदम रमाइलो भयो, एकदम राम्रो गफगाफ भयो। एकचोटि फेरि भन्दैन ठाउँ ठाउँ चाहिँ हाम्रो यो तपस्थली वृद्धाश्रम स्थापित 2048 साल बुढालिङ्गटा नगरपालिका 2 चप्पली भङ्गाल भन्ने ठाउँमा रहेको छ है।